कहाँ हिँडेको तिमी लिन न त के भइसक्यो प्रेसर आयो अरे यसलाई प्रेसर आएर आफ्नो टाउको दुखिसक्यो मलाई पानी खानु मन लागेको छ कति धेरै सक्यो के भयो शान्ति मिलो गाडी दिनु उत्रेर हिँडेको हिँड न छिटो हुन्छ स्कुल नपढिकन होइन अब चाहिँ यहाँ भारी भएर भारी टाउको उठिसक्यो सुई गरेछ छिटो हिँड्न लास्टै पात झरेको छ होइन के हो यो पात अनि यत्रो जङ्गल छ अनि पात झरिहाल्छ नि कसै हामीलाई यति पात झर्छ नि त हौ कहिले अस्ति झरेको थिएन पात हामी दसैँमा आएको यति त झरेको नै दसैँमा आएको त्यति अब ब्रेक लगाउनै अप्ठ्यारो हुन्छ कस्तो ब्रेक अब यो त्यस्तो धेरै हिँड्नुपर्छ र ब्रेक लाउनुपर्छ ब्रेकै नलाग्यो नि त्यही गाडी झरेर टाउको दुख्दैछ तेरो ए तलबाट जाउँ है मच्छरले खाइदियो हौ घुँडा खुट्टा दुखेर मर्ने बेला भयो टमाटर रोप्नु भएको छ यहाँ पहिला कत्रो खोला आउँछ हामी खेल्थ्यौँ होइन यहाँ के लाग्छ पो त हो त हामी केटाकेटीमा अब हामी त जहिले यहीँ बस्ती राम्रो अब खेल्थ्यौँ त अब तिरेपाती ए टमाटर त यस्तो भएको रहेछ नि टमाटरलाई थाङ्रा लाउने यति धेरै टमाटर त हाम्रो के अरे काकाती बारीहरू हाम्रो आमाको खेत आइपुग्यो टमाटर त राम्रो भएको रहेछ त किन यतापट्टि टमाटर रोप्नु भएको छ हौ बान्ने बेला भएछ टमाटर अम्बक कहाँ अहिले सिजन होइन अहिले त फुल्ने हो सुन्तला हाम्रो सुन्तला भर्खरै आरू चाहिँ हुन्छ आरू पाक्ने बेला हुन त अब टमाटर त थुप्रो रोप्नु भएको छ यो त आमाहरूको हो अनि उता त सबै माइजूहरूको पो हो त आमाहरूको हो कति रोप्नु हो टमाटर हिँड्छ टमाटरै यो थाङ्रा गाडी त सब टमाटर हो यो चाहिँ भाउजूहरूको हामी त्यो पहाडबाट योदेखि उता पारी हो भोजपुर यो डाँडादेखि उतापट्टि हाम्रो घर हामी यहाँबाट आएको यताबाट ए यता हाम्रो रहेछ भाउजूहरूले टमाटर टन्नै लाउनु हामी उताबाट यता मास्ति यतापट्टिबाट यताबाट दुईटा पो छ कटेको त हिँड न छिटो पात टमाटर ए यहाँ पनि रोप्नु भएको रहेछ नि त कता पहाड हौ यो चाहिँ भाउजूहरूले ऊ तलसम्म लाउनु छ यहाँदेखिको तलसम्म टमाटर बोल्ने बस्ने कि हिँड्ने पनि हो होइन हिँड्ने पनि हो पानी खानु ए यहाँ पनि रहेछ टमाटर सेपमा रोप्नु भएको टमाटर हुन्छ त यहाँ गाई हेर्न त यो मम्मीको बस पासी के खालाको भन्दै छिटो हिँड्न टाउको दुखिसक्यो तँ चाहिँ उभिँदै हिँड्दैछस् अनि दाउरा कति धेरै हुन्छ हाम्रोतिर बाटोमा हुन्छ नि दाउरा त टमाटर राम्रो भएको छ भाउजूको चाहिँ भर्खर रोपेको रहेछ यो बान्ने बेला भएछ अब
यो सब हाम्रो फारमको जङ्गल ऊ यतादेखि तल 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 तलसम्म फारमको जङ्गल। अनि यता पनि हाम्रो घरसम्म नै छ जङ्गल फारमको। अब खै आमा बोल आमा भन्दा आमा हो होइन आमा आमा भन्छ आमा होइन आमा र को हाम्रो घर। अनि यो फारमको जङ्गल हामी फारमको जङ्गलदेखि उद्धै उँधो यहाँ तल्लसम्म छ हो। मेरो हाम्रो घर भान्साघर गोठ कस्तो हुँदैछ दिल तिमीलाई? म दिल खुस खुस लाग्दैछ घर आएर। हेर्नुहोस् साथीहरू हाम्रो फारमको जङ्गलको बिचमा सब जङ्गलको बिचमा हाम्रो घर छ। यो पनि फारमकै हो, सबै बेरा लगाएको छ। यो काट्न मिल्दैन, दाउरा चोर्न चाहिँ मिल्छ। मकै गोड्ने बेला भइरहेछ अब पातलो छ त मकै। अब यो मकै गोड्ने पर्ने होला भोलिदेखि छाटेर। लसुन टन्नै सुकाउनु अझ बाजे गोठाला जानु होला हौ। खुट्टाको नङ दुखो। ऐसा ही होता है? कैसा कैसा होता है? अयो ये खुट्टा दुखिङ रकीले चिनो तँलाई बिहार छ। यो जङ्गल छ हाम्रो घर त। घर आइपुग्यो न पानी रहेछ नि त। ए कस्तो राम्रो फुल गुलाबको यहाँ पला चाहिँ बुवाले काट्नु भएछ नि त। ऊ कालो भएछ त्यहाँ फुल। यो गुलाब के हो त? यो फुल यो हिँड्न लसुन डेन्जर काटेर राख्नु पर्छ आमाले। डेन्जरस दिदी घरमा होला। लसुन यत्ना धेरै हाम्रो घरमा त लसुनको बजार पारेर हाम्रो चाहिँ घर त लसुन हामी घर आइपुग्यौँ। तल हाम्रो भाउजूहरूको घर, दाजु भाउजूहरूको घर। हामी घर आइपुग्यौँ। झोला यहाँ राखिस् न। कहाँ राखिस् मेरो झोला? आमाहरू आमा बोजू नमस्ते बोजू। फुपूहरूसँगै आएको हामी। ज्वरो आउने मान्छे ज्वरो केही खाएको छैन। ज्वरो आएर बोजू घाँस काट्न आउनुभएको? ए अलिअलि आएर औषधि खाँदैछ।